नमस्कार सबैलाई। म चाहिँ नि स्टोरीको चौथो भाग भन्न गइरहेको छु। अब चौथो भागमा चाहिँ नि के हुन्छ सुन्नुहोस् है त। अनि यो स्टोरीलाई चाहिँ नि सबैभन्दा धेरै सेयर, रिपोस्ट हैन अनि कमेन्ट, लाइक गरेर यो स्टोरी चाहिँ नि सम्बन्धित मान्छेसँग पुर्याइदिनु होला भन्ने आशा गर्दै म स्टोरी भन्न गइरहेको छु हैन। अनि अब उसको ड्याडी बित्नु भयो हैन। उसको ड्याडी बितिसके पछाडि उसको त संसारै सकियो। अब संसारै छैन मेरो लागि त कोही पनि भन्ने जस्तो भयो। तर उसको घरमा उसका परिवार थिए त्यही पनि उनी चाहिँ नि अब 1 वर्ष नपढ्ने, किनकि उनलाई केही गर्नै मन लागेन। त्यस पछाडि उनी 1 वर्ष पढाइ पनि छोडिन्। पढाइ छोडिसके पछाडि अब घरतिरका मान्छे, उसँगैका साथीभाइ कता कता पुगिसकेका हुन्छन्। 1 वर्षमा त धेरै अब को कता स्कुलमा पुगिसकेका हुन्छन्। अनि उसको त्यो स्कुलमा चाहिँ नि 5 क्लाससँग मात्र पढाउने स्कुल हुन्थ्यो। अनि उसले 4 क्लास त पढिसकेकी थिइन्। अनि त्यस पछाडि 5 क्लासमा फेरि 1 वर्ष 1 वर्ष ग्याप गरेर फेरि दोहोऱ्याउने भन्ने कुरा त सम्भव थिएन। उनी चाहिँ नि चाहन्नथिन्। अनि उनी अब म पढ्दिनँ भन्ने भयो उनलाई। अनि उनी नपढिकन बसिन् 1 वर्ष। तर त्यस पछाडि विभिन्न ठाउँबाट पढ्नुपर्छ, तिमी ठुलो मान्छे बन्नुपर्छ भनेर उसको मामा, माइजू अनि अब सबै सानमम्मीका छोरा छोरीहरू हैन, दिदीहरू अनि त्यस पछाडि उसको आफ्नै दाइले पनि सम्झाउन थाल्नुभयो। त्यो भएपछि चाहिँ नि उसले त्यो गाउँको स्कुलमा चाहिँ नि पढ्दिन, गाउँ भन्नाले उसको त्यो एरियाको स्कुलमा चाहिँ नि पढ्दिन भनी। किन भन्दाखेरि चाहिँ त्यो एरियामा चाहिँ नि उसलाई के हुन्थ्यो भन्दा स्कुल जाँदाखेरि पनि उसलाई एउटा नाम दिएर बोलाइन्थ्यो हैन। त्यो नाम चाहिँ नि उनलाई मन पर्दैन थियो। अनि त्यस पछाडि मान्छेहरूले चाहिँ के भन्थ्यो भन्दाखेरि टुहुरी भन्थे उसलाई हैन। टुहुरी भन्दाखेरि उसलाई के हो यो, त्यो शब्दको अर्थ त थाहा थिएन। तर अब के हो भन्ने चाहिँ नि लाग्थ्यो उसलाई, किनकि उसको नाम भन्दा पनि धेरै प्रचलित चाहिँ नि बिचरी अनि टुहुरी भएको थियो उसको हैन। उसको नाम भन्नुभन्दा नि पहिला चाहिँ नि बिचरी हो त भनेर भन्थे भनेदेखि कसैले टुहुरी हो त भन्थे। तर उनलाई त्यो दुईटै शब्दको अर्थ थाहा थिएन। बिचरी भन्दाखेरि चाहिँ नि किन बिचरी भनेको होला भन्ने चाहिँ नि फिल हुन्थ्यो। अनि त्यस पछाडि उनी अर्को स्कुल पढ्न जाने निर्णय गरिन्। अर्को स्कुल चाहिँ नि उसको दाइ पनि त्यहीँ पढेको भएको कारणले उसलाई नाम निकाल्न पनि खासै गाह्रो भएन। अनि उसले नाम निकालेर त्यो स्कुलमा चाहिँ नि भर्ना लिइन्। भर्ना लिइसके पछाडि उनी आनन्दको जिन्दगी भयो। एकचोटि चाहिँ नि उनी 6 क्लासमा पढिन्, किनकि उनको 5 क्लास चाहिँ नि स्किप नै भयो। 5 नपढी उनी 6 मा पढ्न गइन्। अनि 6 मा पढ्न गइसकेपछि त्यहाँनिर चाहिँ नि साथीहरू सबैजना नयाँ हैन। जुन साथीहरूलाई चाहिँ नि केही पनि थाहा थिएन र जुन साथीहरूले चाहिँ नि उनलाई कहिले बुली गरेनन् कि तिमी टुहुरी हो, तिम्रो कोही पनि छैन रे, तिम्रो त घरमा यस्तो हो रे भनेर कहिले पनि बुली नै गरेनन्। किन भन्दाखेरि त्यो स्कुल धेरै टाढा थियो घरबाट। अनि मेरो घरतिरको कोही पनि पढ्दैनथे त्यो स्कुलमा। त्यही भएर खासै उसलाई स्कुलमा त्यस्तो केही पनि फिलै भएन। अनि स्कुल जाने, रमाउने, आउने त्यसरी नै बित्दै थियो हैन। राम्रैसँग लाइफ बितिरहेको थियो। अनि जब उनी एसएलसी दिने बेला भयो अनि एसएलसी आयो। एसएलसी आइसकेपछि एसएलसी पनि दिइन् उनले हैन। अनि त्यस पछाडि उनी चाहिँ नि अब एउटा केही काम गर्छु भन्ने सोच भयो उनलाई। काम गर्छु भन्ने सोच भइसके पछाडि काम त गर्ने, तर काम गर्नुभन्दा अगाडि त नागरिकता चाहिन्छ। अनि नागरिकता बनाउनको लागि चाहिँ नि अब त्यहाँ गाउँतिर चाहिँ नि तेरो उमेर पुगेको छैन, त सानै छस्, बनाउन मिल्दैन भन्ने जस्तो कुराहरू हुन्थ्यो। अनि बनाउन पनि मिलिरहेको थिएन। अनि अब होला त सानै भएर त होला भन्ने लाग्छ उसलाई चाहिँ नि नागरिकता बनाउन सानै भएर होला नमिलेको भन्ने लाग्छ। तर अब त्यहाँभित्र भएका धेरै कुराहरू त उनलाई केही पनि थाहा थिएन नि त। अनि त्यही भएर सानै भएर नमिलेको होला जस्तो लाग्छ। अनि उनी चाहिँ नि अब मिलिहाल्ला नि बिस्तारै भन्ने हुन्छ। उनी चाहिँ नि एउटा कोअपरेटिभमा काम गर्न थाल्छिन्। अनि काम गर्दै उनी चाहिँ नि +2 पनि पढ्दै गरेकी हुन्छन्। +2 चाहिँ नि उनको सरहरूले मिलाइदिएर उनी चाहिँ नि फुल स्कलरसिपमा +2 पढिरहेकी हुन्छन्, जहाँ चाहिँ नि उनले 1 पैसा पनि तिर्नु पर्दैन। अनि उनी काम पनि गर्दै गर्छिन्। अनि अब नागरिकताको प्रोसेस पनि हुँदै गर्छ होला भन्ने उनलाई चाहिँ नि हुन्छ, किनकि उनी त ढुक्क हुन्छन्। उनलाई केही पनि फरक परेको हुँदैन। अब त्यहाँभित्र के भइरहेको छ पनि उनलाई केही थाहा हुँदैन। कसैले केही त भनेका पनि हुँदैनन्, त्यही भएर केही थाहा पनि हुँदैन। अब स्टोरी चाहिँ नि अझ राम्रो हुँदै जान्छ यहाँबाट चाहिँ नि स्टोरी हैन। त्यसको लागि चाहिँ नि प्लिज रिपोस्ट गरिदिनु होला। अलि धेरै लामो भयो। अब म भोलि भन्छु अथवा पर्सि भन्छु।